आजको यस भिडियोमा तपाईहरु हेर्नुहुन्छ गोल्डन नेपालमा जोइन भइसकेपछि केवाइसी गर्ने तरिका। गुड मर्निङ फ्रेन्ड्स, स्वागत छ तपाई सबैलाई च्यानल गोल्डन विचार एनैमा। म छु राज किशोर शाह। अब सुरु गरौँ भिडियो। सबभन्दा पहिला गुगलमा गोल्डन नेपाल पीभीटी एलटीडी सर्च गरेर आफ्नो गुगल नेपालको युजर आईडी र पासवर्डले लगइन भइहाल्नु होला। त्यसपछि यो बायाँ साइडको माथि रहेको 3 वटा लाइनमा क्लिक गर्नु होला। त्यसपछि केवाइसी मा, त्यसपछि केवाइसी डिटेलमा क्लिक गर्नु होला र तल डाउनलोड एग्रीमेन्टमा क्लिक गरेर सम्झौता पत्र प्रिन्ट गरिहाल्नु होला डाउनलोड गराएर। र यो सम्झौता पत्रमा कलमले लेखेर अपलोड गर्नुपर्छ। के लेख्ने म बताइदिरा छु। पहिला यो सम्झौता पत्रको अगाडिवाला भागमा यसमा छ नि प्राली पछि प्रथम पक्ष भनिने तथा पछि तपाई आफ्नो बाजेको नाम लेख्नु होला। त्यसपछि नातिमा क्लिक गर्नु होला र त्यसपछि आफ्नो बुवाको नाम लेख्नु होला र छोरामा त्यो टिक लगाउनु होला पेनले। त्यसपछि जिल्ला लेख्नु होला, जिल्लाको अगाडि आफ्नो जिल्लाको नाम लेख्नु होला। त्यसपछि आफ्नो नगरपालिका लेख्नु होला र यो पालिका पछि लेख्नु होला आफ्नो कुन वार्ड नम्बरमा घर छ, कुन टोलमा छ त्यो लेख्नु होला। त्यसपछि बस्ने वर्ष कतिको तपाईँ हुनुहुन्छ त्यो लेख्नु होला। को या कीमा टिक लगाउनु होला। त्यसपछि तपाईँ आफ्नो नाम लेख्नु होला र यो 1 नम्बरको तल ग नम्बरमा आफ्नो हालको यानी कि अहिलेको नगरपालिका वार्ड नम्बर र टोल यानी कि कुन गाउँ हो त्यो लेख्नु होला र जिल्ला पनि लेख्नु होला। र त्यो भन्दा तल घ नम्बरमा छ मोबाइल नम्बर, नेपालीमा आफ्नो मोबाइल नम्बर लेख्नु होला र त्यो भन्दा तल छ इमेल आफ्नो लेख्नु होला। र त्यसपछि अर्को पत्रमा अर्को साइडको पेपरमा लेख्नु होला। यसमा छ प्रथम पक्ष र दोस्रो पक्ष। प्रथम पक्षमा 1 नम्बरमा साक्षीहरुमा 1 नम्बरमा दिएकै हुन्छ। 2 नम्बरमा कुनै एउटा अपलाइनको नाम लेख्नु होला र तिर्छो गरेर साइन गराइहाल्नु होला। र दोस्रो पक्ष जहाँ छ, दोस्रो पक्षको अगाडि तपाई आफ्नो नाम लेख्नु होला र त्यो भन्दा माथि आफ्नो साइन गर्नु होला र तल यतिसम्म जुन छ लेखिरहेको त्यसमा आफ्नो साल लेख्नु होला। त्यसपछि महिना, गते र कुन दिन तपाई अपलोड गरिराख्नु भएको छ। जस्तै आइतबारको 01 हुन्छ, त्यस्तै शनिबारको 07 हुन्छ। त्यस्तै कुन दिन तपाई अपलोड गरिराख्नु भएको छ त्यो लेख्नु होला। फर्म फिलअप गरिसकेपछि अब अपलोड गर्ने प्रक्रिया सुरु हुन्छ। पहिलोमा मोबाइलले खिचेको फोटो राखेर सेभ गर्नु होला। प्यान कार्ड आईडी प्रुफमा आफ्नो प्यान कार्ड राख्नु होला। इङ्ग्लिस साइडमा जुन लेखेको हुन्छ इङ्ग्लिस साइडबाट राख्नु होला। तल आफ्नो पान नम्बर राखेर सेभ गर्नु होला। त्यसपछि सिटिजनशिप डिटेल फ्रन्ट इमेजमा अगाडिको राख्नु होला र तल नागरिकता नम्बर राखेर सेभ गर्नु होला। सिटिजनशिप डिटेलको ब्याक इमेजमा नागरिकताको पछाडिको राख्नु होला। त्यसपछि चेक पासबुकमा आफ्नो एउटा ब्याङ्क चेकको फोटो राख्नु होला राम्रोसँग खिचेर। ब्रान्च नेममा आफ्नो जुन जहाँबाट तपाईँ खाता खोलाउनु भएको छ कुन ब्रान्च त्यो राख्नु होला। त्यसपछि एकाउन्ट नम्बर राख्नु होला र तल फेरि त्यही एकाउन्ट नम्बर कन्फर्म गर्नको लागि राख्नु होला। र ब्रान्च कोडमा चेकको तल चेक नम्बर हुन्छ। त्यसपछि कुनै कोड हुन्छ, जस्तै आइसिआइसिआईको 4 अङ्कको कोड हुन्छ, त्यो कोड राख्नु होला र सेभ गरिदिनु होला। र त्यसपछि गभर्नमेन्ट एग्रिमेन्ट लेटरमा बाजे बुवाको नामवाला माथि र तल गभर्नमेन्ट एग्रिमेन्ट लेटर ब्यागमा नाम सहित सही गरेको पेपर जुन छ त्यो अपलोड गर्नु होला। फेरि म बताइदिरहेको छु। यो केवाइसी गर्नको लागि सबभन्दा पहिला एउटा मोबाइलले खिचिएको फोटो हुनुपर्छ। त्यसपछि प्यान कार्ड, नागरिकताको दुवै साइडको, त्यसपछि चेकको फोटो खिचेको, त्यसपछि यो सम्झौता पत्रको प्रिन्ट गराएर कलमले लेखेर राख्नुपर्छ। यति डकुमेन्ट हुनुपर्छ र यो सबै फोटोको साइज 100 KB भन्दा कम हुनुपर्छ। KB कम गर्नको लागि तपाईँ यो सबै डकुमेन्ट कुनै वाट्सएपमा पठाइदिनु होला र त्यो वाट्सएपमा गएर सेभमा गएर त्यो फोटो सेभ गर्नु होला। त्यो कम MBमा भइहाल्छ र त्यो अपलोड गर्नु होला। र केवाइसी लगभग 2 दिनमा एप्रुभ भइहाल्छ। यदि 2 दिनमा हुँदैन भने कस्टमर केयरको पनि नम्बर छ गोल्डन नेपालको, त्यो नम्बर 98 025 43 751, त्यो नम्बरमा पनि तपाईँ हेल्प लिन सक्नुहुन्छ।